सो हेलो एभ्रिवान, आज हामी छौँ युएसएम प्राइममा र आज युएसएम प्राइममा हुँदैछ एसई समर क्याम्प र आज हाम्रो हाइक छ जमासोमा। ओके, सो हामी सबजना बसमा चढिसक्यौँ, अब जमासुतिर लाग्ने। हामी जमासुतिर लागिरहेको छ। कि तपाईँ यहाँ समर क्याम्पमा आएदेखि तपाईँले के सिक्नु भएको छ, केमा इन्ट्रेस्ट छ, के लर्न गर्नुभयो? मैले चाहिँ यहाँ धेरै कुराहरू सिकेँ हुन्छ नि, कसरी नचिन्ने मान्छेहरूसँग बोल्ने, उनीहरूसँग कम्युनिकेसन गर्ने, अनि एआईहरूको बारेमा। त्यसपछि रमाइलो क्लास पनि भयो। अनि अहिले चाहिँ हामी जामाचो हाइकिङ गर्न गइरहेको छौँ अनि हामी त्यहाँ धेरै रमाइलो गर्नेछौँ। म चाहिँ खास होइन यो क्याम्प चाहिँ हाइकिङ भनेर आऊ हो कि होइन। अनि पछि मैले मेरो साथी नि भेट्टाएँ, अब चाहिँ उसले गर्दा आएको हो। अनि यो क्याम्पमा मैले के सिकेँ ए एकदम रोमान्स होइन। हामी चाहिँ अस्ति चटपटे होइन, म एब्सेन्ट थिएन, पानीपुरी खाएँ। अब चाहिँ हाइकिङ जाँदैछौँ, होप रमाइलो होस्। ओके, सो यो समर क्याम्पमा आएदेखि तपाईँको बेस्ट दिन कुन भएको छ? बेस्ट थिङ बास्केटबल खेल्ने। बास्केटबल के भएको थियो? बास्केटबलमा नयाँ फ्रेन्ड्स बनाएको छौँ अनि के अरे इन्जोय गरेको छु मैले। जोस् रमाइलो त्यही भएको छ अहिलेसम्म। पढाइ पनि रमाइलो छ। ओके, सो अहिले हामी कहाँ जानु लाग्यो? जामाचो। ओके, सो त तिम्रो यहाँ अहिले आएसम्म सबभन्दा बेस्ट चाहिँ के भएको छ? आजै हुन लाग्यो होला, आजै हुन्छ होला। होइन, अहिलेसम्म चाहिँ बेस्ट चाहिँ कुन भएको छ? यिनीहरूसँग बास्केटबल खेल्न, साथीहरूसँग। हजुर। ए ओके, अहिले चाहिँ हामी कहाँ जानु लाग्यो थाहा? जामाचो हाइकिङ। शिवपुरी नागार्जुन नेसनल पार्क। ओके, सो हामी जामाचो जाने बाटोमा छौँ र अहिले हामी पुगेको छौँ शिवपुरी नागार्जुन नेसनल पार्क र यसबाट हाम्रो यहाँ डिसाइड भइरहेको बस जानु मिल्छ मिल्दैन भनेर। सबै टाइट पासमा हिँड्नु पर्यो। म तल स्विप गर्दै आउँछु। म स्विपिङ हुन थाहा छ है, म लास्टमा आउँछु। सबैजना अगाडि जानुहोस्। कसलाई के हेल्थ इस्युज छ भने अनुजा म्याम हुनुहुन्छ, सान्से हुनुहुन्छ। ओके, सो अहिले बस चाहिँ जानु मिल्दैन रहेछ। सो हाम्रो बस त्यहाँ पार्क गरेको छ र अहिले हाम्रो एन्ट्री हुँदै टिकट काट्दैछ यता, त्यसपछि हामी लाग्नेछौँ माथि। ओके, सो हाइकिङ स्टार्ट भइसकेको छ, सबको हालत खराब छ अनि माथि चढ्दैछौँ हामी। ओके, सो आधा बाटो पुगिसक्यो, अब आधा बाटो बाँकी छ। सबको हालत नराम्रो थियो, अहिले ठिकै भइसकेको छ रेस्ट लिएर। अब माथि पुगेपछि अपडेट गरौँ। ओके, सो 2 किलोमिटर कटिसकेको छ, अब 2 किलोमिटर नै बाँकी छ माथि पुग्न। अनि माथि पुगेर इन्जोय गर्नेछौँ। ओके, सो हामी हिँड्दै गयो, हामी टिकटक नै बनाउँदै गयो, हामी फोटो नि खिच्यो। अनि त्यसपछि लाइक आई थट हामी यहाँ माथि पुगेपछि हामीले भात खान पाउँछौँ भनेर भात खान पाएन होइन। अनि आई डोन्ट नो वाइ आई थट द्याट। अनि त्यही पनि हामीले पानीपुरी चटपटे खायो, सो अलिकति पेट भर्यो। या इट वाज फन। आई मिन आई विश द स्काई वाज क्लियर। ओके, सो फाइनली 4 घन्टा हिँडेर हामी फाइनली यहाँ माथि पुगिसकेको छ र 5 किलोमिटरको बाटो थियो हिँडेर हाइकिङ गरेर, र बसबाट टु विलर अर 4 विलरबाट आयो भने पनि 17 किलोमिटरको बाटो रहेछ। सो यहाँ आएर एक्सपिरियन्स धेरै राम्रो भयो। स्तुपा पनि छ यता। मैले के भन्छ टाइम टु टाइम रेस्ट लिएँ अनि के भन्छ खुट्टा दुख्न सुरु भयो अनि मैले बोतल ल्याउनु बिर्सेँ। ल, यो हाइकिङमा चाहिँ हाम्रो सबसे मिस्टेक भएको भने चाहिँ ब्याग नल्याए नि हुन्थ्यो। एउटा हुन्छ नि, जो भए पनि मान्छेलाई हायर गरेर सबैको ब्याग सामान बोक्न लगायो भने अलि भए पनि हिँड्न सक्थ्यो। अनि एउटा लट्ठी चाहिँ सबैले ल्याउनु पर्थ्यो। अनि के सुरुवालहरू चाहिँ डार्कमा लाउनु पर्थ्यो, लाइट चाहिँ डेन्जर 4 हुन्छ, डेन्जरको नि डेन्जर। अनि के छ I've been asked to tell about our mistakes, but our planning was very fine. We didn't do any mistakes, and then God is helping us with perfect weather, no sun, no rain,
weather is perfect. We're enjoying. Everybody's enjoying. यहाँ आउँदाखेरि हल्का धेरै थके लाग्यो पानीको बोतल ल्याउनु पर्ने ल्याइन अनि लट्ठी पनि चाहिएको थियो लट्ठी पनि ल्याइन केही थिएन यति आएँ अनि त्यस्तै भयो राम्रै भयो यो